धन्यवाद मेरिसा बहिनीले निकै नै मिठो मिठो प्रस्तुति गर्न चाहनुभयो उहाँको लागि एकचोटि जोरदार ताली धन्यवाद ज्ञापन गरौँ र साथसाथै हाम्रो गाडी खासै चल्दैन नडराउनु र त्यसै गरी म अतिथि आसन ग्रहण गरिदिनुको लागि हाम्रो राज युवा क्लबका अध्यक्ष जो समाजसेवी एवं युवा प्रेमी हुनुहुन्छ युवाहरूको ढुक्की हुनुहुन्छ उहाँलाई पनि यस विषयमा अतिथि आसन ग्रहण गरिदिनुको लागि म हामी गर्न चाहन्छु कृपया तालीमा भने कति पनि प्रोत्साहन गर्नु होला सबै साथीभाइहरूलाई र यसै गरी अतिथिको रूपमा अर्को अतिथिलाई भेट्न चाहन्छु नवीन आर्यमा हुनुहुन्छ जो युवाहरूको साथ हुनुहुन्छ बुढापाकाको साथ हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यसै गरी हुनुहुन्छ रक्षा हार्वे उहाँको समाजसेवी हुनुहुन्छ एकदम समाजको लागि भलो चाहने मान्छे हुनुहुन्छ व्यक्ति हुनुहुन्छ र उहाँ हुन्छ राम्रो साथीलाई हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु र यतापट्टिमा फेरि चाहन्छु हाम्रो यसै रेड क्रस सोसाइटी भन्नु मानवताका भेटाइका रेड क्रस सोसाइटीका सभापति हुनुहुन्छ दिनेश लामिछानेजी हुनुहुन्छ उहाँलाई पनि एकदम जोरदारले अतिथि आसन ग्रहण गरिदिनुको लागि म अनुरोध चाहन्छु कृपया उहाँहरू सम्पूर्णलाई एकदम जोरदारले धन्यवाद ज्ञापन गरौँ साथै अतिथि आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु अब ढिलामा हजुरहरूको समयमा एउटा मिठो छोटो गीत छोडेछु त्यसपछि फेरि अनि देउसी भएर गाउँछु एउटा गीत कस्तो नाम देउसी गाउनेछौँ हजुरको साथ माया अपेक्षा राखेर जुन जति माया अपेक्षा हजुरहरूले जति माया गर्नुभएको थियो पोहोर साल गत सालभन्दा अगाडिको साल पनि जति माया गर्नुभएको थियो त्योभन्दा अगाडिको साथको सपोर्टभन्दा अझै बढी अपेक्षा राखेर हजुरहरूसँग चाहिँ हामी हजुरको छोरा छोरी भाइ बहिनी हामी हजुरको घर गएर देउसी सांस्कृतिक कार्यक्रम लिएर आएका छौँ त्योभन्दा पनि साथी हुन्छ माया दिनुहुन्छ भन्ने अपेक्षा राख्दै आशा राख्दै आएका छौँ कृपया यस देउसीलाई साथ दिनु होला यति भन्दै म अबको क्रममा पनि म एउटा मिठो गीत छोड्न चाहन्छु रिमिक्स त्यस पश्चात फेरि हजुरहरूसँग चाहिँ देउसी गाउनेछौँ देउसी गाएर फेरि हजुरहरूसँग चाहिँ मिठा मिठा नृत्यहरूको प्रस्तुत गर्नेछौँ यति भन्दै अहिलेको क्रममा पनि यो मिठो गीत रिमिक्स मासव छ कृपया पनि अगाडि आउनु हाम्रो जुन दाइको हजुर समस्या है
अनि हाम्रो स्प्राच क्लबका सम्पूर्ण साथीहरू छिटोभन्दा छिटो हामी यस स्टेजमा आगमन गरिदिनु अनुरोध गर्न चाहन्छु। मैले अघि नैदेखि यहाँ सम्पूर्णलाई अथावतपूर्वक याद गराइरहेको छु। छिटोभन्दा छिटो हाम्रो यस स्टेजमा उपस्थिति जनाइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। छिटोभन्दा छिटो अनि लगतै हाम्रो स्प्राच क्लबका अध्यक्ष रमेश गुरुङज्यू र सचिव हुनुहुन्छ, कोषाध्यक्ष हुनुहुन्छ, यहाँ सम्पूर्ण छिटोभन्दा छिटो हजुरहरूलाई देखेर मैले भाइलाई नमस्ते है। अब भने हामी गइसकेको सांस्कृतिक कार्यक्रममा तर्फ जान्छौँ र मेरो सम्पूर्ण प्यारो भाइबहिनी तथा सम्पूर्ण साथीहरूलाई स्टेजको अगाडि आएर देउसीले भैलो गाइदिनको लागि अनुरोध गर्न चाहन्छु। यत्रो त्यत्रो नछाडिकन अब भने हामी देउसीले भगाउन गइरहेका छौँ। त्यसको बाद फेरि हामी पुनः हजुरहरूसँग मिठो मिठो साथीको कुशल लिएर नृत्य लिएर हजुरहरूसँग उपस्थित हुनेछौँ। कृपया मेरो साथीहरू सम्पूर्ण साथीहरूलाई अगाडि आएर उपस्थित हुनुको लागि अनुरोध गर्न चाहन्छु। र त्योभन्दा अगाडि म के जानकारी गराउन चाहन्छु भने हाम्रो एकैभित्र शरीर बस्नुभएका दाजुभाइ तथा दिदीबहिनी अनि बुबा आमा साथसाथै हजुरआमा यहाँहरू घरमा यता सिक्रेटसँग जहाँ हुनुहुन्छ हाम्रो देउसी भैलो सांस्कृतिक कार्यक्रम स्वागत गरिदिनुको लागि र साथसाथै हामी कसैका छोराछोरी हौँ, हामी तपाईँकै छोराछोरी हौँ, अन्तको नसोच्नु तपाईँकै छोराछोरी हौँ, तपाईँकै दाजुभाइ हौँ भनेर यो देउसी भैलो सांस्कृतिक कार्यक्रम साथ दिनुको लागि अनुरोध गर्न चाहन्छु। आज हिजोको दिनमा बाबु भाइहरू बाहिरबाट आउँदाखेरि तपाईँले साथ दिने, आज हामी आफ्नै गाउँमा अब तपाईँहरू तपाईँले उपस्थित नहुने यो त अलिकति हेला गरेको बुझिहाल्नु। कृपया प्लिज मन घरमा छोड्नुहोस् र यहाँ आएर त्यो सांस्कृतिक कार्यक्रमलाई सांस्कृतिक कार्यक्रमलाई साथ दिनु, सपोर्ट गर्नुहोस्, माया गर्नुहोस्, सांस्कृतिक प्रदर्शन गर्न साथ दिनुहोस्। यहाँहरूको दान कतै भएर जानु छैन, कृपया प्लिज। र म योभन्दा यो सम्पूर्ण साथीहरूलाई अगाडि आवेदन गर्न चाहन्छु हाम्रो क्लबको सम्पूर्ण भाइबहिनीहरूलाई। अब हामी देउसीले सांस्कृतिक कार्यक्रम बनाउँछौँ, अब हामी देउसीले गाउँछौँ, भट्टाउने छौँ, गाउने छौँ। त्यसको साथ फेरि पुनः हजुरहरूसँग चाहिँ सुन्दैछौँ, फेरि पुनः मिठो मिठो सामग्री कुशल लिएर नृत्यहरू लिएर हजुरहरूसँग सुन्दैछौँ। कृपया मेरो सम्पूर्ण स्प्राच क्लबका साथीभाइहरू दाजुभाइ तथा दिदीबहिनीहरू छिटोभन्दा छिटो स्टेजको अगाडि आएर साथ दिनुको लागि अनुरोध गर्न चाहन्छु। अगाडि आउनुहोस् तपाईँहरू सबै। सम्पूर्ण साथीहरू है, छिटोभन्दा छिटो हाम्रो स्टेजमा हाम्रो चाहन्छु म छिटोभन्दा छिटो है यस स्प्राच क्लबको अध्यक्ष सचिव कोषाध्यक्ष जो हुन्छ छिटोभन्दा छिटो। साथसाथै हाम्रो स्प्राच क्लबका आत्मीयभित्र जो समाजसेवी हुनुहुन्छ, जो युवा बलको ढुङ्गी हुनुहुन्छ, रमेश गुरुङज्यू हजुर कहाँ हुन्छ जान्दै भए पनि यत्र टुङ्गामा ढुकेर बस्नु भएको भए यस स्टेजलाई आएर त्यो बनाइदिनुको लागि अनुरोध गर्न चाहन्छु। र साथसाथै मेरो भाइबहिनी मेरो हजुरहरूको घरमा हजुरहरू आए पनि नआए पनि भन्नुभन्दा पनि अगाडि हजुरहरूको प्रोग्राम हेरिरहनु भएको छ। हजुरहरूको घरमा हाम्रो भेटेर साथीहरू आउनुभएको छ, यता सिक्रेटमा होइन, हजुरहरूको घरमा दैलोमा आउनु भएको छ। कृपया हाम्रो भेटेर साथीहरू चाहिँ जान्न छोडिदिनुको लागि कति पनि कक्षा नगर्नु होला। हजुरहरूको घरहरूमा हाम्रो